काम गर्न आउनेको बुढो काम केही गरे छैन ठगेका मात्रै खालि भिडियो खिच्ने मात्र भने काम चाहिँ केही गरे छैन कोदाली लिएर बस्या मात्रै हो ल हेलो गाइज उहाँले चाहिँ यो एक किसिमको भ्रामक हल्लाहरू छर्नु भएको छ यो एकदम भ्रमपूर्ण छ हेर्नुहोस् यो भ्रममा पार्न खोजिरहनु भएको छ बिहानदेखि आएर कटिबद्ध तालले खटेर काम गरी मै मात्र रुद्र दाई घलेर बस्ने अर्को दाई त्यस्तै दिदीबहिनीहरू त्यस्तै म मात्र गर्ने भने यहाँ काम त्यस्तो छ गाई सब यो चाहिँ हामीले अहिले आइलाइरा हो त्यसलाई आइलाइरा भन्छ बिहान अथवा हिजो त्यो माटो खाँदैन अहिले अब आली लाउँछ यसरी आली लगाएपछि यो पानी चाहिँ सेभ हुन्छ नि त होइन त्यस्तो छ कहाँ छोड्नु भने तपाईँले मान्छेहरूले बुढो काम राम्रो ठगहरूलाई एकछिन बसेर त्यो भिडियो गरी यो कुरा अलिअलि बुढाले पनि हुन्छ बुढाले पनि तपाईँले बुढी पाइहालिस् बल्ल खिच्दिनँ भनेपछि कब्जियत भयो जस्तो गर्थ्यो गाह्रो भएर हेर्नुहोस् गाइज यस्तो छ हामी बिहान झिसमिसे 5 बजेदेखि नै आउनु पर्ने थियो तर म 7 बजीतिर 7:15 बजीतिर आएँ गाइज होइन यस्तै छ अब काम भने काम गर्नु धेरै कुरा नगर्नु होइन त्यो कस्तो हामीले काम गऱ्यो भने गाइज त्यो फेरि एकछिन बोल्दै नबोल्ने एउटा हामीलाई चाहिँ लाखौँ जनताहरूले हेरेर आउनु सक्छन् लाखौँ करोडौँ मान्छेहरूले हामीलाई देश विदेशबाट अस्ट्रेलिया अमेरिका दुबई कतार मालदिप्स मलेसियाबाट हामीलाई हेरेर आउनु सक्छन् त्यहाँ हामीले के आइरहेको छ त्यहाँ बस्नुहोस् गतिविधि त्यो कामै नगरी भने मान्छे त्यो मभन्दा 5-7 वर्ष 7-8 वर्ष काट्थ्यो होला त्यो डाँगा चाहिँ आएर यस्तो हल्लिने मात्र हो त्यहाँको लाग्ने सिन चाहिँ सही देखिँदो रहेछ सिन चाहिँ सही देखिँदो रहेछ क्या सिन राम्रो देखिँदो रहेछ क्या यो हिरो हो नि त यो हिरो माइलीले देखायो हाम्रो परिवारको कुलदेउता हो उहाँ सुषमा नेउपाने हो फेसबुकमा पनि उहाँ टिकटकमा पनि हामी उहाँलाई भेट्न सक्छौँ अरू कसैले 4जनाले चाहिँ टिकटक बनाउन लाग्यो दौडेर गएर हामी फाल्दा चाहिँ हात हल्लाउँदै यसो म पनि आफै खेत रोप्नै आएको तर बुढोको भिडियो खिच्दै ठिक्क छ